शुभ प्रभात, गुड मर्निङ। फेरि केही समय हजुरहरूको माझमा लाइफमा जोडिएको छु। विशेष आज त केही थिएन, साथीभाइहरूसँग फेसबुक मार्फत जोड्यौँ र आफू पनि सञ्चय सुविस्ता भएको र साथीहरू सबैसँगको माझमा छु, समन्वयमै छु भन्ने जानकारी गराउँ भन्ने उद्देश्यले हो। यसै सन्दर्भमा एक दुई शब्द बोल्न चाहेँ। जुन अहिले चाहिँ यो बालन सरकारले चाहिँ नेपालमा यो सुकुम्बासी बस्तीलाई चाहिँ बस्ती उठायो भन्ने कुरामा ठुलो चर्चा चलेको थियो। तर वास्तविक यसको परिणाम कसैको घरबार विहीन र चाहिँ घाँसबास र कपसलाई उठाउनको लागि नभई व्यवस्थित र एउटा नेपाली नागरिक भएपछि नेपालको नागरिकले पाउनुपर्ने हक अधिकार प्रत्यायोजित गर्नको लागि गरिएको थियो भनेर चाहिँ अहिले चाहिँ बालन सरकारले विज्ञप्ति नभनौँ स्ट्याटसमा चाहिँ फेसबुकहरूमा लेखिएको पाइएको छ। यो पनि शुभ समाचार हो, राम्रो हो। किनभने अब एउटा पुरानो दलहरूले 35-36 वर्षदेखि चाहिँ तिनै सुकुम्बासीको आयोग बनाउने, उनीहरूलाई चाहिँ राहत दिनको लागि उनीहरूले पनि नगरेको र उनीहरूले चाहिँ पुरै चाहिँ नराम्रो भन्न खोजिएको होइन। उनीहरूले पनि उहाँहरूको पुरानो पार्टीहरूले पनि गर्नको लागि, सुधार गर्नको लागि हर प्रयास गरेको थियो, तर सम्भव भएको थिएन। तर एउटा भिजनको पनि आवश्यकता चाहिँ पर्दछ। तर अहिले नयाँ पार्टीको भिजन अनुसार चाहिँ यो किसिमले चाहिँ यहाँबाट चाहिँ उनीहरूलाई हटाएर नयाँ ठाउँमा पुनर्व्यवस्थापन गर्दाखेरि कस्तो हुन्छ भन्ने भिजन अनुसार बालन सरकारले गरेको धेरै सराहनीय र राम्रो रहेको छ। यो अवस्थामा अब जब बाढी पीडित जब चाहिँ बर्खायाम लाग्दछ त्यतिखेर चाहिँ धेरै जनधनको क्षति हुने, जस्तो कि हामीले 80-81 को चाहिँ हामीले चाहिँ ताकालाई फर्केर हेऱ्यौँ भने, सिन्धुपाल्चोकलाई हेऱ्यौँ, त्यसपछि गएर चाहिँ बल्खुकै घटनालाई चाहिँ हामीले हेऱ्यौँ भने बल्खुमा चाहिँ बचाउ भन्दा भन्दै चाहिँ खोलाले चाहिँ बाढीले चाहिँ लगेर चाहिँ बिचल्ली भएको, जनधनको क्षति भएको, जुन सिन्धुपाल्चोकमा चाहिँ राति सुतेको बेलामा आएर चाहिँ बढारेर लगेको, यी कुराहरूले गर्दाखेरि देशमा चाहिँ धेरै एउटा चाहिँ जनधनको क्षति, मानवीय क्षति भएको अवस्था थियो। यसैलाई न्यूनीकरण गर्नको लागि कुनै व्यक्तिलाई चाहिँ सहज थियो होला काठमाडौँमा बसेर उसले व्यवसाय गर्न अथवा अध्यापन गराउन अथवा कुनै पनि काममा चाहिँ मजदुरी गर्नलाई सहजता थियो होला र त्यो असहजता हुन सक्छ। तर व्यक्तिको दुर्घटना, व्यक्तिको क्षति अथवा चाहिँ एउटा चाहिँ बाढी पीडितले वर्ष्याउने आफ्नो परिवारलाई चाहिँ छुटाएर लाँदाखेरिको पीडा त सहनु परेन। यसको लागि चाहिँ बालन सरकारले गरेको सराहनीय छ, धेरै राम्रो छ। यसमा हामीहरूले चाहिँ प्रशंसा गर्नुपर्छ र भोलिका दिनमा अब बालन सरकारले चाहिँ अहिले चाहिँ क्याम्पिङ गरेर उहाँहरूलाई चाहिँ हरेक ठाउँमा चाहिँ राखिएको छ र भोलिका दिनमा उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने चाहिँ हामी नेपाली जनताहरूले चाहिँ लिएको छौँ। र साथै अब यो देशैभरि मानौँ बाँके बर्दिया, उदयपुर इलाकामा रहेको जुन चाहिँ सुकुम्बासी अथवा ऐलेनी बस्तीमा बसोबास चाहिँ हटाउने भन्ने भ्रामक समाचारहरू चाहिँ व्यापक रूपमा फैलाएर जनमानसलाई त्रसित बनाएको अवस्था छ। यो अवस्थामा यो चाहिँ 2020 सालभन्दा अगावै फडनी भएर बसेको जुन चाहिँ नेपाल सरकारले चाहिँ लाल पूर्जा दिनको लागि निशा वितरण गरिएको अथवा चाहिँ लाल पूर्जा वितरण गर्दा गर्दै कतिपय अवस्थामा चाहिँ बिचका जग्गाहरू छुटेको, त्यस्ता अवस्थाका जग्गामा बसोबास गरेका व्यक्तिहरूलाई बालन सरकारको हटाउने निर्णय होइन। जुन खोला बस्ती अथवा चाहिँ सरकारी जग्गाहरूलाई चाहिँ मिचेर पटक पटक नगरपालिकाले, स्थानीय सरकारले चाहिँ यो स्थान सार्वजनिक स्थान हो, यहाँबाट हट्नुहोस् भनेर आग्रह गर्दा नहटेको त्यस्ता स्थानहरूलाई चाहिँ कतिपय नदी किनारका बस्तीहरूलाई हटाएर सुरक्षित ठाउँमा लानको लागि र कतिपय चाहिँ सरकारी जग्गा
सयौं वर्षदेखि सरकारले भोगचलन गर्दै आएका जग्गा जमिनलाई चाहिँ राजनीतिक तवरले होस् अथवा चाहिँ व्यक्तिगत तवरले चाहिँ हडपेर बसेका त्यस्ता किसिमका जग्गा जमिनबाट चाहिँ हटाउनको लागि चाहिँ नेपाल सरकारले अहिले यो प्रयास गरिरहेको छ, ताकि त्यो चाहिँ सयौं वर्ष 20औं 40औं यो चाहिँ 2020 सालभन्दा अगाडि नै फडानी भएर चाहिँ बसेको र चाहिँ त्यसमा चाहिँ आफ्नो पुस्तौं पुस्ताले भोगचलन गरिसकेको जग्गा जमिनबाट चाहिँ विस्थापित गरी घरबार विहीन बनाउन खोजिएको होइन। यसबाट चाहिँ हामी नेपाली जनताहरू विचलित हुनु आवश्यक छैन र चाहिँ यो चाहिँ बालेन सरकारको चाहिँ निर्णय सही छ र उहाँले चाहिँ यो कुनै पनि व्यक्तिको घरबार व्यवस्थापनलाई हटाएर घरबार विहीन बनाउन खोजिएको होइन। यसरी चाहिँ घरबार विहीन बनाउन खोजिएको भन्ने भ्रामक चाहिँ तथ्यहीन समाचारहरू चाहिँ सम्प्रेषित र चाहिँ जनमानसमा चाहिँ पारेको कारणले धेरै नेपाली जनताहरू त्रसित भएका छन्। यसलाई हामीले चाहिँ बुझ्नुपर्दछ। जुन अहिले नेपालको चाहिँ यो कुरालाई चाहिँ हामीले लियौँ भने जुन 50 लाखभन्दा बढी चाहिँ जनसङ्ख्या चाहिँ अहिले नि जग्गा जुन 2020 सालभन्दा अगाडि नै फडानी भएर बसोबास गरेको जुन पुस्तौंसम्म चाहिँ भोगचलन गरिसकेको जग्गामा चाहिँ बसोबास गरेको भएको कारणले उहाँहरूलाई चाहिँ हटाउन त्यस स्थानबाट हटाउन खोजिएको होइन। यो जुन वनको कानुन र चाहिँ भूमि सुधार सम्बन्धीको कानुन बाजिएको कारणले अहिले नयाँ विधेयकबाट चाहिँ 100 भन्दा माथि 300 सम्मका चाहिँ कानुनहरूलाई संशोधन गर्नको लागि ल्याइएको विधेयक मार्फत कानुन सच्याएर जुन अहिले नै बसोबास चाहिँ पुस्तौंदेखि बसोबास गरेका चाहिँ नेपाली जनताहरूलाई चाहिँ लाल पूर्जा वितरण गर्नको लागि नयाँ सरकारले अहिले अध्यादेश ल्याएको छ। यो अध्यादेशले चाहिँ मस्यौदा तयार हुने क्रममा छ र भोलि भएर संसदमा प्रस्तुत भएपछि हामी नेपाली जनताहरूले चाहिँ राहत पाउनेछौँ र भूमि सम्बन्धीको चाहिँ वास्तविक नियम अगाडि बढ्नेछ र भोलिका दिनमा त्यो भूमिको नियमले चाहिँ हामीले लाल पूर्जा प्राप्त गरेर चाहिँ एउटा चाहिँ आफ्नो चाहिँ काम कार्यलाई सहज रूपले चाहिँ सरकारी काम कारबाहीको लागि सहज रूपले अगाडि बढ्नेछौँ भन्ने चाहिँ मलाई लागेको छ र हामी यो भ्रामक समाचारको पछि नलागौँ। जे हुन्छ राम्रोको लागि हुन्छ। राम्रो गर्ने मान्छेलाई खुट्टा तान्न नयाँ पार्टी अथवा पुरानो पार्टीले भनेर हामीले चाहिँ यस्तो पछि लाग्नु हुँदैन भन्ने चाहिँ मेरो चाहिँ हामी सबै नेपालीहरूलाई अनुरोध गर्दै आजको लाइभबाट बिदा हुन चाहे। हस्त, धन्यवाद। फेरि पछिल्लो समयमा आउनेछु। शुभ दिन, सबैको दिन शुभ रहोस्। धन्यवाद।